हेलो गाइस, हजुरलाई फेरि पनि मेरो मिनी भ्लगमा स्वागत छ। आजको भिडियो पनि स्पेशल हुनसक्छ। किन स्पेशल हुनसक्छ भने म गइरहेको छु बनाउन आज खसीको खुट्टाको झोल। त्यस्तै गरी मसँग छ कोदोको पिठो। त्यसको लागि चाहिँ मैले यता भाँडा रेडी गरिसकेँ। अनि यता चाहिँ ढुँडो बनाउनको लागि भने यता चाहिँ मैले टमाटर, प्याजको पत्ता, हरियो खुर्सानी र साथै अदुवा लसुनको पेस्ट पनि रेडी गरिसकेको छु। आई होप सारालाई चाहिँ यो मनपर्छ भन्ने आशा राखेको छु। लेट्स सी। पहिला मैले हालेँ मेथी, और हामी काटेको टमाटरलाई हाल्दै मेरो लुक्स चाहिँ यसमा एड गरेर आवश्यक अनुसारको एड गरेर हालिसकेपछि यसलाई मजाले सिट्ठी लाग्न दिन्छु। अनि मेरो सब्जी रेडी भइसकेको अवस्था एड गरिदिएँ। यो अब म गइरहेको छु ढेँडो बनाउनलाई। पिठो एड गरेँ। दुईजनालाई कति ढुँडो बनाउनु पर्छ भन्ने थाहा छैन, त्यही पनि म ट्राई गर्दैछु। फेरि यसलाई एकचोटि मजाले हालेँ। उडालेपछि यो राम्रो हुन्छ है त साथीहरू। चाहिँ राम्रो आएको छ ढुँडोको। ल आजको मेरो स्पेसल डिस रेडी भएको अवस्था है त। घिउ तताउनको लागि स्पेसल डिस बनाएको छु। कस्तो लाग्छ है, कस्तो छ? लाग्यो के कमी छ? के त होला नि